सुनेछु हो अनि अघि कहिले फोन गर्नुभएको नि हजुरलाई कहिले आएर थाहा पाइन अहिले भर्खरै कहिले ए मैले फोन गर्छु त बुढी आमा म त यहीँ छु नि हिँडेर सीताले ए सीताले किन फोन गर्नुभएको नि भोलि नआउने भनेर ए हो अनि तपाईँ जान सक्नुहुन्छ त सक्दैन अनि के गर्ने त के भन्नुभयो त म आउन सक्दिनँ जे पठाउने पठा भनेर त के जे पठाउने भनेर के लुगा लुगा खानेकुरा क्या ए खानेकुरा ए हो अनि पनातिलाई आशीर्वाद दिन कहिले जाने हो त नि पनातिलाई आशीर्वाद दिन कहिले जाने हो त नि कहिले लैदिन्छ भने जान सके त भोलि नै गयो हुन्थ्यो के अरे जान सके त भोलि नै गयो हुन्थ्यो के अरे सके जानिए नसके त्यसै गरेर भयो ल हो ल आज नातिलाई पनातिलाई आशीर्वाद दिनु नि त ल खै त पनातिलाई आशीर्वाद दिनु न पनातिलाई आशीर्वाद दिनु के ल ल दिनु न खै भन्नु त ल के दिनुहुन्छ म सुन्छु राम्रो होस् दीर्घायु होस् पुराइ होस् सबैको घर होस् सहजै मानुन् मिलाउन् सबैको ज्ञान भए त्यही भन्ने अर्थ के भनौँ हो ल ल त ल